आज सरकारले केही समयदेखि आन्दोलनरत चिकित्सा व्यवसायी दुर्गा प्रसाईलाई एउटा पत्र पठाएको छ, जसमा खास गरी राज संस्था र हिन्दू अधिराज्य जनमत संग्रह बारे बोलिएको छ। त्यो 5 बुँदे पत्रमा के उल्लेख गरिएको छ यो भिडियोमा बताउँदैछु। तपाई यो भिडियो अन्तिमसम्म हेर्नुहोला। गत चैत 15 मा भएको 3 कुने घटनापछि अभियन्तामाथि लागेको फौजदारी मुद्दा जति सबै फिर्ता लिनुपर्ने, भूमिहीन सुकुम्बासी र कबाड व्यवसायीको संरक्षण, यसैगरी तेस्रो बुँदामा छ बैंक सहकारी ऋण समस्या समाधान, चौथो बुँदामा छ राज संस्था हिन्दू अधिराज्य जनमत संग्रह र 5औं बुँदामा छ चिकित्सा शिक्षा विद्यार्थी कोटा वृद्धि। सरकारले बाँकी जटिल विषयहरूमा अध्ययन र वार्ताको माध्यमबाट समाधान खोज्ने भनेर पत्रमा उल्लेख गरेको छ। तर यहाँ नोटिस गर्नुपर्ने कुरा के हो भने सरकारले पहिलो पटक राज संस्था र हिन्दू अधिराज्यको जनमत संग्रह बारे बोलेको हो। यो बुँदामा अब दुर्गा प्रसाईको रिप्लाई के आउनेछ हामी त्यो पनि जानकारी गराउनेछौँ। भिडियो हेरिदिनु भएकोमा धन्यवाद।